यो के हो छोरो? सुन्तला। यो सुन्तला हो। यो पनि सुन्तला हो। अब यो सुन्तला कभर भित्र छ भनेपछि एक्जाम अब तिमी बाबा र मम्मीको कभर भित्र छौ हो। जब तिमी बाबा र मम्मीको कभर भित्र हुन्छौ के हुन्छ यो सुन्तलाले भन्छ है। अनि त पनि जस्तै श्रीमान हैन, अनि सासू ससुरा र घर परिवारको जब अन्डरमा हुन्छ नि, तेरो कभरमा जब कोही हुन्छ भन्ने कुरो के डिफरेन्ट हुन्छ भन्ने कुरो यो देखाउँदैछु है त। अब यसलाई मैले हालेँ यहाँ, के भयो यो माथि आएको छ हैन। अब यो सुन्तलालाई यसरी हामीले यो खोल्यो। अब यो खोलेको सुन्तला हो, खोलेको सुन्तलालाई पानीमा डुबाइयो भन्दा के भयो त भन्दा कभर खोलेपछि यो डुब्यो। कभर हुँदा के भयो थियो? माथि थियो हो। कभर हुँदा के भएको थियो? माथि थियो। कभर खोल्दा के भयो भनेपछि अब कसरी बुझ्ने त भन्दा तिमी बाबा मम्मीसँग होइन मलाई स्वतन्त्रता चाहियो के चाहियो भनेर तिमी बाबा मम्मीसँग झगडा गरेर खुल्ला भएर हिँड्यौ भने यी यसरी डुब्ने सम्भावना हुन्छ। त पनि घरमा श्रीमान घर परिवार फ्यामिली अनि त्यसपछि के अरे सासू ससुरादेखि मलाई यिनीहरूले मलाई कभर गरेर राखे, म खुल्ला हुन चाहन्छु भनेर बाहिर हिँड्यो भने यी यसरी डुबिन्छ। त्यही भएर कहिल्यै पनि तिम्रो कभर कोही भयो भने त तिम्रो लागि सपोर्ट है, सपोर्ट भन्न खोजेको त्यसले जहिले पनि फाइदै पुर्याउँछ, हामीलाई डुब्न दिँदैन। केही समयको लागि हामीलाई क्षणिकको लागि हामी खुल्ला भएर हिँडेको फिल भए तापनि तर पछि भनेको डुबिन्छ। तर घर परिवार र फ्यामिलीसित भइयो भने डुब्ने चान्स हुँदैन। हो कि होइन? हो, सहमत? ओके, डन। ल